धेरै दिन छैन भेना, धेरै दिन होइन के धेरै समय घन्टा छैन। अब एकैचोटि 2-3 वर्षपछि भेट होला। अब यो चाहिँ अहिले मैले यो चियाका भिडियो गरेको चाहिँ सम्झना छैन होइन। त्यही कारणले गर्दाखेरि वेलकम चाहिँ आज चाहिँ है हामी चाहिँ एयरपोर्ट आएको छौँ। हिजो बेलुकै आएको है भेना अनि केटी दिदी आउनु भएको थियो। त्यही कारणले गर्दा हामी चाहिँ फ्यामिली सबैजना फ्यामिली नै छौँ अहिले है। तिमीलाई के कस्तो भइरहेछ? अनि हाम्रो नानालाई नेपाल आएर कस्तो अनुभव भइरहेछ? एकदम अच्छा एकदम अच्छा है। and happy. अनि तपाईँलाई के छ भन्नुहोस्? एकदम मेरो साइली दिदी ह्याप्पी है? ल फुल ह्याप्पी 100%. हजुर एउटा शब्द अरबी एउटा शब्द इङ्ग्लिस. केही हुँदैन। हाइवे जाने पारी क्रस गर्ने होला नि त। पारी क्रस गर्नु पर्यो। आइहाल्नु है। है यहाँ चाहिँ टेक्कोसँगले छ। हामी चाहिँ यहाँ रोड क्रस गर्यौँ रस्तसँगले। मोटो मोटो छ नि। ल अब धेरै दिन छैन भेना, धेरै दिन होइन के धेरै समय घन्टा छैन। अब एकैचोटि 2-3 वर्षपछि भेट होला। अब यो चाहिँ अहिले मैले यो चियाका भिडियो गरेको चाहिँ सम्झना छैन होइन। त्यही कारणले गर्दाखेरि यता हाम्रो दोस्ती पनि छ। अब अहिले 2-3 घन्टा मात्रै हो। त्यसपछि आफ्नो आफ्नो गन्तव्य लाग्नु परिहाल्छ। लाग्नै पर्यो त्यस है। ल मन पराइदिनु होला हजुरहरूले, माया गर्नु होला है। ल उता चाहिँ दिदीहरू आउँदै हुनुहुन्छ। अनि मेरो वाइफ चाहिँ यता बुट्टे लाउने जेठी दिदी बिचाको, उता साइली दिदी यसै छ। यो चाहिँ त्रिभुवन एकदम एयरपोर्ट। ल ल ल ल ल ल ल ल एयरपोर्ट गेटबाट चाहिँ हामी यता छिर्यौँ सरलसँगले। ल यस्तै छ। घुमाइ आज जोड होला जस्तो छ। विदेशीको पछि पछि हिँड्दा त म रमाइलै भइरहेछ। यस्तै ल ल यो चाहिँ त्रिभुवन एयरपोर्ट गेट भित्र हामी चाहिँ छिर्यो। यस्तो छ है। ल यस्तो दामी छ यो चाहिँ त्रिभुवन हो होइन नि। हाम्रो युट्युब फ्यामिलीहरूले हेरिहाल्नुहुन्छ नि, मन पराइदिइहाल्नुहुन्छ। है भेना चाहिँ पुरै सेल्फी खिचौँला, सेल्फी खिचौँला। नक्कली नाम होइन, असली नाम यो शिक्षा। भिजिट भिसामा गाउँ छोडी जानु त। टाढाबाट गरेको म रोसिकलाई पौडी नानी के हुँदैछ?
के हिँडे मिला के लड्ला नि ए लड्दा प्रहरी हाम्रो सरहरू दाइहरू हामी चाहिँ भित्र छिरिसक्यौँ मोटोको कुरा छ हजुर ल ल ल हिँड हिँड फुपासँग हिँड न फुपासँग ल हामी चाहिँ त्रिभुवन एयरपोर्ट छिर्यौँ है त ल त्यही त पुरै हुन्छ है राम्रो छ भाइ छिरौँ अलिअलि सुपर फास्ट केही न केही आमामा वाउ कस्तो दामी त्यहाँ सबैजना त्यहाँ उठ्नु त सेल्फी एल्फी खिच्ने सब भइरहेछ यहाँ चाहिँ है सेल्फी खिच्ने सबै दिदी यता नाच्दै हुनुहुन्छ पुरा ल सानो बच्चालाई चाहिँ हुन्छ ल गाइस डान्स डान्स टिकटक सब भइरहेछ तिमीलाई त त्यहाँ हुँदैन त्यहाँ त हुँदैन कस्तो देखेको भाइ यहाँदेखि चाहिँ उता जाने ठाउँ हो है विदेश ल हाम्रो बाबु चाहिँ फोटो खिच्ने भन्छ नखिच्ने अरे ल ठुलोलाई चाहिँ हुँदैन ए हुने रहेछ त ल दामी त्यो उता जान्छ है के भयो ल ल ल छिरौँ अहिले उता पल्टी झर्छ है भइहाल्छ नि बढी कस्तो भइरहेछ नि त अनि फ्यामिली घुम्दा रमाइलो झकास हेलो के छ ल एकछिन ल बाबा के गरिरहनु भएको ल ल ल ल भरे आउँछ ब्लग
ल है त यार। त्यस्तो सानो पार होइन भोलि त लामो ठुलो क्या यस्तो पेपर है हो त्यस्तो पाउ यहाँ चाहिँ लोकल टिकट काट्ने ठाउँमा आयो। लोकल भेट्नु तिमी र हामी मेरो नाम एयरपोर्टकै छेउमा रुम माथि नै छ। दिदीहरू चाहिँ पर पुगिसक्नु भयो है। म चाहिँ जाँदैछु हिँड्दै। दिदी भेना नानीहरू चाहिँ पर पुगिसक्यो। अब म चाहिँ जाँदैछु। यस्तो छ के को भेनाको एन्सरको नम्बर छ हामीसँग छैन नि खोइ कले त भएको छैन है। पुरै जाम भयो नि त यहाँ चाहिँ जाम भएको छ। ल हामी चाहिँ टिकट काट्ने ठाउँमा आइपुग्यो। टिकट यहाँ टिकट काट्ने हो यो लाइन। ल यहाँ चाहिँ अब यस्तो छ प्लेन पुरै उड्न लाग्छ कुनै के गरिरहेछ। प्लेन हेर्नु सक्नुहुनेछ हजुर यहाँबाट हेर्ने।